साथीहरू 15 वर्षदेखिको एकल उम्मेद्वार भएर शासन चलाइरहेको बिरजङ थापालाई टक्कर दिनको लागि यति बेला राम भने खेल मैदानमा उत्रिसकेका छन् र रामले विशालको विरुद्धमा उम्मेदवारीमा रमेशको नाम दर्ता गराएर यति बेला चुनावी माहौल चलिरहेको छ बुहारी सिरियलमा र रामको जित पक्का भइसके पछाडि यति बेला बिरजङले भने एकदमै ठुलो खेल खेलेर रामलाई भने फसाएको छ र सबै भोट आफ्नो पकटमा पार्ने योजना भने बिरजङको छ। तर मलाई जहाँसम्म लाग्छ रामलाई हराउन त्यति सजिलो भने बिरजङलाई पक्कै पनि छैन। बिरजङले यति बेला साम दाम दण्ड भेद सबै थोक प्रयोग गरेर भने आफ्नो जित सुनिश्चित गर्न खोजिरहेको छ र न्यायलाई मारेर अन्यायलाई साथ दिइरहेको छ बिरजङले र 15 वर्षदेखिको विभिन्न अपराध अत्याचार गरेको फाइलहरू पनि यति बेला विचाराधीन अवस्थामा छ र त्यो फाइलहरू खुलाउन त्यस्तै रामको बुइनी पूजालाई न्याय दिनको लागि यति बेला रामले भने बिरजङको विरुद्धमा चुनाव लडेका हुन्। तर यति बेला राममाथि नै बिरजङ अरिङ्गल जसरी खनिएको छ र आफ्नो केही मान्छेहरूलाई उचालेर भने यति बेला बिरजङले एकदमै ठुलो खेल खेलेको छ र बिरजङले पैसा खुवाएर रामकै पक्षमा आएकी गीतालाई प्रयोग गरेर भने यति बेला रामले त्यो गीतालाई बलात्कार गर्यो भनेर लगाइरहेका छन् र रामको चुनावी माहौल भाडेर रामलाई हराउने कोसिस भने गरिरहेका छन्। तर रामले यस्तो घिनलाग्दो काम भने पक्कै पनि गरेका भने होइनन्, किनकि रामले आफ्नै बुइनी पूजालाई न्याय दिनको लागि यो सबै गरिरहेका छन् भने रामले यस्तो घृणित काम गर्छन् भनेर हामी सोच्न पनि सक्दैनौँ। तर रामलाई हराउनको लागि यो सबै खेल भने बिरजङले रचेको हो र रामले पनि अब बिरजङको विरुद्धमा पक्कै पनि केही न केही भने गर्नेवाला छन् र बिरजङले अब जति नै कोसिस गरे पनि बिरजङले यो चुनाव भने कुनै पनि हालतमा जित्नेवाला भने छैन। तर त्यसको लागि सबैभन्दा पहिला रामले पहिलो काम भनेको आफू निर्दोष हुँ भन्ने कुरा भने समाज र गाउँमा भने पुष्टि गर्नुपर्ने हुन्छ र मात्रै रामले भने चुनाव जित्नेवाला छन्। नभए रामको हार अर्थात् रमेशको हार भने पक्का छ र बिरजङलाई चुनाव जित्न नदिनको लागि अहिलेसम्म जति पनि अपराध गरेका छन् बिरजङ थापा र बिरजङ थापाको छोरो विशालले त्यो सबै अपराधहरू भने सार्वजनिक गर्नुपर्ने हुन्छ रामले, नत्र भने राम र रमेशले चुनाव भने कुनै पनि हालतमा जित्नेवाला छैनन्। जसरी भए पनि रामले बिरजङलाई कमजोर बनाएर मात्रै चुनाव जित्न भने सक्छन्, नत्र भने कुनै पनि हालतमा राम र रमेशले यो चुनाव भने जित्नेवाला भने छैनन्। साथीहरू, रामले जसरी भए पनि रमेशलाई अबको चुनावमा जिताउनु पर्छ र बिरजङको छोरो त्यस्तै बिरजङको शाखा सन्तानले जति पनि अपराध गरेको छ त्यो सबै अपराधको सजाय भने रामले अब बिरजङलाई दिलाउनु पर्छ भने तपाईँहरू पनि चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनुहोस् त। त्यस्तै हाम्रो यस च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्न भएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गरेर साथ दिनु होला भन्दै अहिले बिदा माग्न चाहन्छु। हस्, धन्यवाद।